नमस्कार, जय नेपाल। यो आजको भिडियो मेरो दोस्रो भिडियो रहेको छ। योभन्दा पहिला म आफ्नो पहिलो भिडियो लिएर आएको थिएँ, जसमा म आफ्नो परिचय तथा मेरो च्यानलको परिचयको बारेमा हजुरहरूलाई केही भनेको थिएँ। आज यो सेकेन्ड भिडियोमा हामी म्याथको एउटा सानो कन्सेप्ट हामी सिक्न आएको छौँ। यो सानो कन्सेप्ट एकदमै महत्त्वपूर्ण र उपयोगी रहेको छ। त त्यो सानो कन्सेप्ट के रहेको छ त्यो तपाईहरुलाई म बोर्डमा लेखेर हेराउँछु र यो कुरा सिक्नको लागि म सँगसँगै तपाई पनि आफ्नो कपी र कलम लिएर हुनुभयो भने यो आजको कन्सेप्ट एकदम नै प्रभावकारी तरिकाले तपाई बुझ्न सक्नुहुन्छ। र यो भिडियो सुरु गर्नु अगाडि नै तपाई थम्बनेलमा देखिसक्नु भएको थियो होला कि आज हामी के सिक्न गइरहेको छौं। Of course student, we are going to learn the prime numbers and composite numbers. यो दुईटा नम्बर प्राइम नम्बर एन्ड कम्पोजिट नम्बर्स के रहेको छ त, कसरी थाहा पाउने कुन नम्बर प्राइम नम्बर हुन् र कुन नम्बर कम्पोजिट नम्बर हुन्। र यो कन्सेप्ट बुझ्नको लागि आज सुरुको दिनमा हामी एउटा अभ्यास गर्छौं, एउटा एक्टिभिटी गर्छौं र त्यो एक्टिभिटीबाट हामी थाहा पाउँछौं कि कुन नम्बर हाम्रो प्राइम नम्बर हो र कुन चाहिँ कम्पोजिट नम्बर हो। त कति पनि ढिलो नगरिकन हिँडौं हामी आफ्नो एक्सरसाइज। तपाईहरु म सँगसँगै के लेख्नु पर्यो, 1 देखि लिएर हेर्नुस्, हुन त हामी प्राइम नम्बर र कम्पोजिट नम्बर हैन 1 देखि लिएर अनन्तसम्म जुन नम्बर हुन्छ जसलाई हामी के भन्छौं नेचुरल नम्बर। त्यो नेचुरल नम्बरको सेटमा धेरै नै प्राइम नम्बरहरू छन् र बाँकी चाहिँ कम्पोजिट रहेको छ। त कतिसम्म हामी आज सिक्ने त, आज हामी 1 देखि लिएर 100 सम्म प्राइम नम्बर र कम्पोजिट नम्बर सिक्ने। 1 देखि 100 सम्ममा 1 देखि 100 सम्ममा कतिवटा प्राइम नम्बर र कतिवटा कम्पोजिट नम्बर रहेको छ, कतिवटा प्राइम नम्बर कतिवटा कम्पोजिट नम्बर रहेको छ, त्यो कुरा आज हामी बुझ्छौं। त भिडियो अलि लेन्दी भइहाल्छ। तपाईहरु आफ्नो पेशेन्सका साथ आफ्नो कपी र कलम लिएर बस्नुभयो भने म सँगसँगै आजै तपाईको यो पुरै कन्सेप्ट क्लियर हुन्छ। र प्राय जसो 8, 9, 10 कहिलेकाहीँ त 11, 12 को स्टुडेन्टहरुलाई पनि यो प्राइम नम्बर के हो कम्पोजिट नम्बर के हो भनेर कन्फ्युजन भइरहेको हुन्छ। त चलो आज हामी सबैजना सिकौं। त सर्वप्रथम हामीले के गर्नु पर्यो स्टुडेन्ट, कि पहिला हामीले यहाँ 1 देखि लिएर 100 सम्मको नम्बर लेख्नु र लेख्ने तरिका हेर्नुस्, यसरी लेख्नु होला ताकि पछि हामीले जब यसलाई क्यान्सल गर्छौं डिभाइड गर्छौं नि, अहिले म तपाईहरुलाई भिडियोको केही अगाडि यो तपाई हेरि नै हाल्नु हुनेछ। पहिला यसलाई म जुन तरिकाले लेखिरहेको छु त्यसरी लेख्नु होला। यसरी लेख्दा एकदम सजिलै तरिकाले हामी बुझ्न सक्छौं। 1 लेख्नुस्, म सँगसँगै तपाईहरु पनि लेख्नुस्, अल्छी नगर्नुस्। 2 3 4 5 अलि लामो भयो, एक्सक्युज मी, सरी। 2 3 4 5 6 7 8 9 10 हो। एउटा रोमा 10 वटा नम्बर लेख्नुस्। त्यसपछि अर्को रोमा 11 देखि सुरु गर्नुस्। 11 12 13 14 15 16 17 18 19 20 फटाफट लेख्नुस्, म सँगसँगै लेख्नुस् है। तपाईहरु पनि अल्छी गर्नुभयो भने सिक्न सक्नुहुन्न।
आज प्राइम नंबर कंपोजिट नंबरलाई पुरै पोस्टमार्टम गरिदिए ल 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 लेख्दै जानु। या त यसो गरौँ हामी 50 सम्म आज सिकौँ किनभने भिडियो धेरै नै लामो हुन जान्छ हैन। त्यसैले आज 50 सम्म सिकौँ र तपाईं यो कन्सेप्टमा जति सम्मको पनि प्राइम नम्बर र कंपोजिट नम्बर निकाल्न सक्नुहुन्छ। मेन कन्सेप्ट हामी सिकिहाल्यौँ निकाल्ने भने मजाले हामी निकाल्न सक्छौँ। द्याट्स वाइ हामीले 40 सम्म भइसकेपछि कति भयो 41 42 43 44 45 46 47 48 49 and 50 रहेको छ ल। यतिसम्म लेखिसकेपछि अब हामी के गर्ने त तपाईहरु लेखिहाल्नुहोस्। यदि ढिलो 50 सम्म पुग्नु भएको छैन भने तुरुन्त लेखिहाल्नुहोस्। भिडियोलाई रोकेर तपाईहरु तुरुन्तै लेखिहाल्नुहोस् ल। म आशा गर्दछु तपाईहरु यहाँ म जसरी लेखेको छु यहाँ 1 देखि लिएर 50 सम्म त्यसरी नै तपाईहरु लेखिसक्नु भयो होला भनेर आशा गर्छु। अब के गर्ने अगाडिको स्टेपमा ल पहिला यो 1 लाई के गर्ने यसो गोलो घेरा लगाइदिनुस्। यो गोलो घेरा लगाउनुको अर्थ यो हो कि यो 1 चाहिँ न त प्राइम नम्बर हो न त कंपोजिट हो। त्यसैले म यसलाई यसरी क्रस गर्दिन्छु। तपाईहरु पनि यसरी गर्न सक्नुहुन्छ। अब त्यसपछि के गर्ने यो 2 जुन छ नि 1 पछि के आयो 2 आयो। यो 2 जुन छ नि यसलाई छोड्दिने र 2 को टेबल जुन हामी पढ्छौं नेपाली मिडियममा पढ्ने विद्यार्थीहरु जुन भन्नुहुन्छ नि 2 कान 2 2 दुना 4 हो त्यो टेबल इंग्लिश मिडियममा पढ्ने विद्यार्थीहरुलाई भन्छ टेबल टेबल भनेर बुझ्नुहुन्छ हो। यो 2 को टेबल 2 लाई छोड्ने ध्यान दिएर सुन्नुस् है 2 लाई छोड्ने र 2 को टेबलमा आउने बाँकी सबैलाई काट्ने। यानी कि 2 को टेबलमा कस्तो नम्बर आउँछ त अफ कोर्स 2 को नम्बरमा जति पनि 2 को मल्टिपल्सहरु हुन्छन् सबै इभेन नम्बर्स हुन्छ। यानी कि जोडा संख्या हुन्छ। कस्तो संख्या हुन्छ जोडा संख्या हुन्छ। तब यसमा त एकदम कमन सेन्स बनिरहेछ कि जति यो 2 लाई छोडेर 2 को मल्टिपल्स मा आउने सबै संख्या जोडा संख्या हुन्छ। यानी कि सबै जोडा संख्या के हुन्छ कट्दै जान्छ। त्यसलाई काटौं कसरी काट्ने ध्यान दिएर सुन्नुस्। 2 लाई छोड दिए मैले 2 1 जा 2 2 2 जा 4 2 3 जा 6 2 4 जा 8 नेपाली मिडियम वाला विद्यार्थीहरु कसरी भने 2 चौका 8 2 5 10 2 6 12 2 7 14 2 8 16 2 9 18 3 1 20 हैन सर। यहाँ त हामीले 2 को टेबल पढ्दाखेरि सिक्दाखेरि जुन बच्चादेखि नै सिक्दै आइरहेको छौं 2 1 जा 2 2 2 जा 4 2 3 जा 6 यसरी गर्दा गर्दै जब हामी 2 10 जा 20 सम्म पुग्छौं त्यो भन्दा अगाडि त हामीलाई यादै छैन। अब के गर्ने चिन्ता केही पनि लिनु पर्दैन। यदि तपाई मेरो भिडियोलाई एकदम ध्यानपूर्वक हेरिरहनु भएको छ सिक्ने मनसायले हेरिरहनु भएको छ भने म तपाईलाई आसानी तरिकाले यो काट्ने तरिकाहरु सिकाउँछु। चाहे जुनसुकै टेबल हो जस्तो 3 को टेबल को लास्ट हुन्छ 3 10 जा 30। अब 3 10 जा 30 पछि अगाडि के आउँछ भनेर थाहा छैन। त्यसमा पनि म आसानी तरिकाले तपाईहरुले एउटा ट्रिक्स बताउँछु। त्यो ट्रिकबाट हामी काट्न सक्छौं। त्यसरी नै 5 को त्यसरी नै 7 को यसरी जसरी जसरी पहिला यहाँ हेर्दै जाउँ त हामी यहाँ 2 को टेबल लिएर काटिरहेका छौं। 2 10 जा 20 सम्म पुगिसक्यो। अब के गर्ने त अब हेर्नुस् अघि मैले एउटा ट्रिक भनेको थिएँ कि 2 को टेबलमा कुन कुन नम्बर आउँछ त 2 को टेबलमा सबै इभेन मल्टिपल्सहरु हुन्छ। 2 को मल्टिपल्समा सबै इभेन नम्बरहरु हुन्छ। यानी कि 21 हेर्नुस् त इभेन हो कि ओड हो ओड हो नि 22 इभेन हो यस त्यसलाई के गर्ने काट्ने 23 ओड 24 के हो इभेन काट्ने। यानी कि हेर्नुस् एउटा नम्बर छोडे अर्को काटे अर्को पे फेरि छोडे काटे यसरी मतलब यसलाई छोड्ने यसलाई काट्ने यसलाई छोड्ने यसलाई काट्ने यसलाई छोड्ने यसलाई काट्ने यसरी काट्दै जानुस्। हेर्नुस्
तपाईहरु पनि मसँगसँग काट्दै जानुहोस् ल। त्यसरी नै यो हेर्नुहोस् त सब कट्यो जोडा इभेन नम्बरहरु कटिरहेको छ ल हेर्नुहोस् 50 सम्म हामी पुगिहाल्यौं है। अब के गर्ने त्यसले अब अर्को स्टेप सर यो काम त हामी गरिसक्यौं। अब हामी के गर्ने जुन काम अहिले भर्खरै हामी गर्यौं 2 को टेबलमा पर्ने जति पनि 2 लाई छोडेर है जति पनि मल्टिपल्सहरु थियो सबलाई मैले काटिदिए। अब त्यसरी नै के गर्ने यो 3 को टेबलमा 3 लाई छोडेर 3 लाई छोडेर 3 को टेबलमा पर्ने बाँकी सबै मल्टिपल्सलाई हामी के गर्छौं यसरी नै काट्छौं ल। सुरु गरौँ त। नेपाली मिडियम होस् या जुनसुकै मिडियम तपाई पढिरहनु भएको छ, नेपाली मिडियम पढिरहनु भएको छ अथवा इंग्लिश मिडियम पढिरहनु भएको छ, त्यो दुवै जनाले यहाँबाट सिक्न सक्नुहुन्छ है। यो हैन कि सर नेपाली बोलिरहनु भएको छ त इंग्लिश मिडियम कसरी सिक्ने र इंग्लिश मिडियम बाट यदि म यहाँ लेखिरहेको छु भने यो नसोच्नु विद्यार्थीहरु कि नेपाली मिडियम वाला विद्यार्थीहरु कि म कसरी सिक्ने, म पछि भन्छु यसको नेपाली पनि के हुन्छ। यसलाई म भनिदिउँ पहिला नि हैन। यसलाई भनिन्छ ल यो एकैछिनमा हामी गर्छौं। तपाई नेपाली मिडियमबाट पढेर ने विद्यार्थीहरु पनि यसलाई प्राइम नम्बर कम्पोजिट नम्बर भनेर यसरी भन्न सक्नुहुन्छ। यसमा केही पनि अप्ठ्यारो मान्नु पर्दैन र कहीँ गलत पनि हुँदैन ल। त्यसरी नै हामी ढिलो नगरी हामी के गर्ने 3 को टेबलमा पर्ने 3 लाई छोड्ने र 3 को टेबलमा पर्ने बाँकी सबै मल्टिपल्सलाई के गर्ने काट्ने। 3 को ल हेर्नुस् 3 2 जा 6 कटेको छ अलरेडी, 3 3 जा 9 कटेको छैन भने काट्नुस्, 3 4 जा 12 कटेकै छ, 3 5 जा 15। अब के गर्ने ल काटिदिने ल। त्यसरी नै हेर्नुस् नेपाली मिडियम वाला यसरी 3 5 15 3 6 18 कटेकै छ, 3 7 21 काट्नुस्, 3 8 24 काट्नुस्, 3 9 27 काट्नुस्, 3 9 30 काट्नुस्, कटेकै थियो हैन यसरी। अब यो सर 3 10 जा खतम। अब यो भन्दा अगाडि त हामीले यादै गरेको छैन, केही पनि टेन्सन छैन। हामी कहाँ थियौं यहाँ काटेको थियौं लास्ट 3 10 जा ल। अब यसलाई छोड्ने यहाँदेखि 3 वटा डिजिट गर्नुस् 1 2 3 हरेक तेस्रोलाई काट्नु। फेरि यहाँबाट अगाडि यहाँ काट्यौं यहाँबाट अगाडि 1 2 3 तेस्रोलाई काट्नु। फेरि 1 2 3 काट्नुस् 1 2 3 कटेको छ 1 2 3 काट्नुस् 1 2 3 कटेको छ 1 2 3। अब त अब हेर्नुस् यो तपाई म कसरी काटिरहेको छु यो नम्बरहरुलाई यो कन्सेप्ट तपाई पक्कै पनि बुझिसक्नु भएको छ। अब हामी अलिक छिटो गर्छौं किनभने नत्र लास्टमा भिडियो धेरै लामो हुन जान्छ र बोरिङ पनि हुन जान्छ हैन ल। अब के गर्ने त यो 3 पछि 4 सर 4 त अलरेडी कटेको छ जुन कटिसक्यो त्यसको अब हामीले टेबल लिएर त्यसको काट्नु आवश्यक छ। अब के गर्ने नकटेको अब हेर्नुस् त 3 पछि कुन 3 पछि एकैचोटी यहाँ 5 छ 5 को टेबललाई के गर्ने हामी फेरि सेम टु सेम 5 लाई छोड्ने हैन। हरेक टेबल लेखाड्दाखेरि त्यो टेबलको पहिलो जस्तो 2 को पहिलो 2 को टेबलमा पहिलो 2 3 को टेबलमा पहिलो 3 त्यसरी नै 5 को टेबलमा पहिलो 5 त हो 5 लाई छोड्दिने र त्यसपछि आउने सबै मल्टिपल्सलाई के गर्ने काट्ने ल। तो 5 लाई छोड्दिए 5 2 जा 10 5 3 जा 15 5 4 जा 20 हेर्नुस् 5 4 जा 20 5 5 जा 25 हेर्नुस् काट्नुस् कटेको थिएन यिनीहरु कटेको थियो यहाँ कटेको थियो 5 5 जा 25 5 6 जा 30 5 7 जा 35 5 8 जा 40 5 9 जा 45 5 10 जा 50 कटेको थियो। बहुत राम्रो। अब हामी के गर्ने 7 यो 7 लिएर काट्नुस् 6 त अलरेडी कटेको छ त्यसैले अब के गर्ने 7 लिएर काट्नु 7 1 जा 7 7 2 जा 14 7 3 जा 21 यसरी नै नेपालीमा पनि पढ्न सक्नुहुन्छ 7 का 7 7 2 14 7 3 21 7 चौका 28 7 5 35 7 6 7 5 35 7 6 42
सातसते 49 गर्थ्यो सर कतिसम्म काटिराख्ने यसलाई कहाँसम्म 7 सम्म टेबलमा पुगिसक्यो अब कतिसम्म अगाडि जाने हेर्नुहोस् म एउटा ट्रिक बताएँ यदि हामी 1 देखि लिएर 100 सम्मको प्राइम नम्बर र कम्पोजिट नम्बर जुन अघि भनेको थिएँ नि मैले प्राइम नम्बर भनेको नेपालीमा रुड संख्या त्यसरी नै कम्पोजिट नम्बरलाई हामी भन्छौँ संयुक्त संख्या हो यो नेपाली मिडियमवाला विद्यार्थीले यो नेम चाहिँ याद राख्न सक्नुहुन्छ तपाईँ नेपालीमा नाम भन्नुहोस् अथवा इङ्ग्लिसमा भन्नुहोस् केही फरक पर्दैन नेपाली मिडियमबाट पढ्ने विद्यार्थीले पनि यहाँ प्राइम नम्बर यसरी लेख्नु सक्नुभयो कम्पोजिट नम्बर लेख्न सक्नुभयो यसमा कुनै पनि कसैले गल्ती गर्न सक्दैन है ल ल अब चाहिँ के गर्ने त अब हामी सर 7 सम्म भ्याइयो 7 सम्म भ्याइयो यो अननेसेसरी पार्टलाई मेट्दैन अब हेर्नुहोस् अब प्राइम नम्बर कम्पोजिट नम्बर देखिएन त सर देखिएन त हेर्नुहोस् लास्टमा तलतिर यदि ठाउँ छ कपीमा तपाईँहरू म सँगसँगै लेख्नुहोस् है यहाँ के लेख्ने लेख्नुहोस् यो प्राइम नम्बर लेख्नुहोस् त अल्छी नगरेर लेख्नुहोस् नम्बर्स प्राइम नम्बर्स लेखिदिनु भयो यहाँ डट यसरी दिनुहोस् यसरी त्यसपछि अर्को यहाँ के लेख्ने कम्पोजिट नंबर्स के लेख्ने कम्पोजिट नंबर्स प्राइम नंबर्स र कम्पोजिट नंबर्स यही त दुईटा हामीलाई छुट्याउनु छ हेर्नुहोस् पहिल्यै मैले वनमा गोलो र क्रस लगाइदिएको छु यो मैले सुरुमै भनेको थिएँ भिडियोको सुरुवातमै भनेको थिएँ कि 1 चाहिँ न त प्राइम नम्बर हो न त कम्पोजिट नम्बर यानी कि हेर्नुहोस् अब यो जुन जुन कटेको छैन कोहीबाट डिभाइड गएको छैन त्यो नम्बरहरू प्राइम नम्बरहरू हुन्छ ल निकाल्नुहोस् यो 2 कटेको छैन त 2 प्राइम नम्बरहरूमा गयो 2 कमा अर्को कुन कटेको छैन 3 कटेको छैन 3 प्राइम नम्बर भयो त्यसपछि 5 प्राइम नम्बर भइगयो यसरी अगाडि बढ्दै जान्छ र म दुवै नम्बर साथसाथै लेख्दै गइरहेको छु 2 कटेको थिएन प्राइम नम्बरमा आयो 3 कटेको थिएन प्राइम नम्बरमा आयो 4 कटेको छ एकदम लाइन बाइ लाइन कटेको कुन नम्बर भइगयो कम्पोजिट नम्बर त्यसपछि 5 कटेको छैन प्राइम नम्बर कटेको छ 6 कम्पोजिट नम्बर त्यसरी नै 7 कटेको छैन सर प्राइम नम्बर भेरी गुड भेरी गुड भेरी गुड धेरै राम्रो मभन्दा अगाडि तपाईहरु लेख्दै जानुहोस् तपाईहरु बुझिहाल्नु भएछ कन्सेप्ट मलाई थाहा छ ल ल गरौँ म सँगसँगै गरौँ 7 हैन 8 कटिसकेको छ कम्पोजिट नम्बर 9 कटिसकेको छ कम्पोजिट नम्बर 10 कटिसकेको छ कम्पोजिट नम्बर हेर्नु 10 11 कटेको छैन प्राइम नम्बर 12 कटिसकेको छ कम्पोजिट नम्बर हेर्नुस् त्यसपछि 13 कटेको छैन प्राइम नम्बर त्यसरी नै 14 कटिसकेको छ कम्पोजिट नम्बर त्यसरी नै 15 कटिसकेको छ कम्पोजिट नम्बर 16 कटिसकेको छ कम्पोजिट नम्बर 17 कटे छैन 17 कटेको छैन यानी कि प्राइम नम्बरमा लेख्नु पर्यो ल गर्दै जानुहोस् तपाईहरु कपी कलम लिएर आफ्नो अभ्यास गर्दै जानुहोस् ल त्यसपछि कहाँ पुग्यो 17 मा ओके 18 कटिसकेको छ कम्पोजिट 19 कटेको छैन प्राइम नम्बर 20 अब ल तपाईहरु म सँगसँगै लेख्नु म नबोलेर धमाधम लेख्न गइरहेको छु तपाईहरु पनि लेख्नुस् है ल यो मेरो यहाँ कम्पोजिट नम्बर पटेन मैले यहाँ तल लेख्दै छु अलिकति थप हुँदैन होला मैले धेरै तल लेखिहालेँ ठीक छ यसको म यहाँ बाँकी होला लेख्छु 20 सम्म हामी लेखिसक्यौं ल 21 कम्पोजिटमा सरी 21 22 23 प्राइम नम्बर त्यसरी 22 भइगयो 23 24 आयो 25 26 ल लेख्नुस् 27 28 र यहाँ भयो 29
29 त्यसपछि 30 कटिसकेछ 31 प्राइम नम्बर त्यसरी 32 कंपोजिट 33 34 35 36 37 कटेको छैन प्राइम नंबर 37 38 39 40 यो सब कटेको हैन कन्फ्युज त भएको छैन होला 40 41 यहाँ आउनु पर्यो 41 42 ल हेर्नुस् 43 फेरि कटेको छैन यहाँ 44 45 46 47 कटेको छैन हैन 47 ल प्राइम नम्बरमा आयो त्यसपछि 48 49 50 यसरी ल यसरी हामी बुझिसक्यौं कि प्राइम नम्बरहरु कसरी निकाल्ने कंपोजिट नम्बरहरु कसरी निकाल्ने यहाँ नअटेर यहाँ लेख्ने प्राइम नम्बरलाई नेपालीमा रूट संख्या भनिन्छ कंपोजिट नम्बरलाई नेपालीमा संयुक्त संख्या भनिन्छ प्राइम नम्बरहरु भनेको त्यस्तो नम्बरहरु हुन् जुन नम्बरमा अरु नम्बरले डिभाइड लाग्दैन अरु नम्बरहरुले यी नम्बरलाई डिभाइड दिन सक्दैन मात्रै आफूले आफूलाई डिभाइड दिन सक्छ डेफिनिसनहरु पछि म तपाईहरुलाई प्रोभाइड गराउँछु अर्को लेक्चरमा आज पहिलो भिडियो भएको कारणले हैन अलिकति छोटो बनाउन कोसिस गरिरहेको छु र अब आउँदो भिडियो बरु एउटा अझै म प्राइम र कंपोजिट नम्बरमा फुल अफ डिटेल भिडियो चाहिँ म अपलोड गर्ने छु है ल त सबैजना मेरो च्यानल एकदमै नयाँ च्यानल रहेको छ यदि आजको तपाईलाई यो भिडियो मन परेको छ यसबाट तपाईले केही सिक्न पाउनु भएको छ भने अवश्य लाइक सब्स्क्राइब र साथीहरुमा शेयर गरिदिन नबिर्सिनु होला हस्त जय नेपाल थ्यांक यू